Are you excited? आज चाहिँ हामीले सर्वज्ञलाई सानो सरप्राइज दिने भनेको थियौँ and he was very excited. So there's a small उसलाई थाहा surprise छैन for के you. Are you excited? गर्न लागेको हामीले भनेर. So what is the surprise? So he's What do you very think? excited. I don't know. So you're excited? Yes. Let's see. Okay then. Okay. Then finally he reached the movie hall and he was like jumping. Minion and Monster भन्ने मुभी लागेको थियो किड्सहरूको. त्यही भएर उसको अब अहिलेसम्म मुभीमा नगएको भएर कस्तो एक्सपिरियन्स हुँदो रहेछ भनेर उसले फिल गरोस् अब्जर्भ गरोस् भनेर चाहिँ हामीले उसलाई आज मुभी हेर्नु लगेको र उसले चाहिँ त्यहाँ कसरी सामान अर्डर गर्ने खानेकुरालाई कसरी गर्ने पपकर्न हिज फेभरेट उसले लिइहाल्यो. त्यसपछि उसको एक्साइटमेन्ट हेर्नुहोस्. इज लाइक ह्याप्पी. अब बुवा र छोराको पोज. अनि हल चाहिँ ओपन भइसकेको थिएन. हि वाज लाइक कतिखेर खुल्छ भनेर बसिरहेको थियो. अनि बेला बेलामा खाना पनि खाइरहेको थियो. खाँदैछ. अनि हिज एक्सप्लोरिङ एभ्रिथिङ. फाइनली अब चाहिँ भित्र जाने टाइम आयो. अनि ऊ चाहिँ एकदम एक्साइटेड भएर लेट्स गो भनिरहेछ. ह्याप्पी बोय. अनि यो चाहिँ नि मिनियन एन्ड मोन्स्टर चाहिँ यो 3D मुभी रहेछ. त्यही भएर पनि त्यहाँ चाहिँ चस्मा लगाउनु पर्ने. फर्स्ट टाइम नै 3D मुभी हेर्न पाएको इट्स लाइक भेरी गुड एक्सपिरियन्स फर हिम. हेर्दैछ. त्यसपछि हामीले आफ्नो सिटमा गएर बस्ने भनेर वी स्टार्टेड फर फाइन्डिङ आवर सिट्स. सर्वज्ञ कहाँ आयो? ह्याप्पी बोय. खुसी चस्मा पनि लगाइसक्यो. ल हाम्रो फ्यामिली फोटो आयो. अब आमासँग पनि एउटा खिच्नै पर्यो. मस्त छ मुभी हेर्नलाई. अनि एउटा आमासँग पनि खिच्नै पर्यो. बाबु यता हेर न. के गरिरहेको? Watching movie. हो मुभी हेरिरहेको. Minion. हो रमाइलो But it's भइरहेको. still not started. एक्सपिरियन्स Yeah. Yeah. Are you enjoying? Yeah. How is the movie? Yeah. त्यसपछि पोज दियो मुभी सक्यो. मुभी अनि स्टार्टेड पोजिङ. के कुन मुभी हेरेको बेबीले? कस्तो थियो? Good. How was the experience? थ्याङ्क यू पनि भनिरहेछ. It was fun. त्यसपछि चाहिँ उसले के भन्यो भने म घर गएर पनि राम्रो Did you like the review surprise? भिडियो बनाउँछु आमा. Look here and हजुरले सुन्नुहोस् है smile. भनेर Thank भन्यो. you for your surprise. उसले चाहिँ रिभ्यू भिडियो पनि बनाउनुको लागि चाहिँ हि वाज एक्साइटेड. उसको चाहिँ इन बिट्विन मुभी हेर्दाखेरिको रिएक्सन टक्क पपकर्न ल्याएछ, चस्मा लगाएछ, ग्लोभ्स पनि लगाएको छ. सो हामी चाहिँ घरतिर जाँदैछौँ. हामीले चाहिँ उनीहरूको सो गरेको. सो वी आर हेडिङ टु होम. अनि उसले चस्मा पनि दियो. अब उसको चाहिँ रिभ्यू चाहिँ हामी अर्को भिडियोमा हाल्छौँ. थ्याङ्क यू फर वाचिङ. बाई.